नमस्ते सबैलाई स्वागत छ बहुजन आवाजमा। वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम चलाउने सुकीपुर नगरपालिकाका एकजना कर्मचारी सन्तोष कुमार यादवसँग म वैदेशिक रोजगारमा जाने फर्केर आउने मानिसहरूको लागि जुन नेपाल सरकारको प्रोजेक्ट छ सामी नामी प्रोजेक्ट, नेपाल सरकार र स्विस सरकार दुईटै सम्बन्धी स्विस सरकार, त्यस विषयमा सन्तोष सरसँग कुरा गर्न चाहन्छु। तपाईँ आज वित्तीय साक्षरता कार्यक्रम गरेर आउनुभयो, कति नम्बर वार्डमा? 7 नम्बर वार्डमा। यो वित्तीय साक्षरतामा आज कतिजना मान्छेले सिकाएर आउनुभयो? आज त्यो 27 जना मान्छे। कतिजनालाई? 27 जना। 27 परिवारलाई के सिकाएर आउनुभयो? त्यही सिकाएको थियो, पैसा र जोडले बोलाउनु। पैसा र अनि त्यो ज्ञानमा के फरक हुन्थ्यो नि, त्यो विदेशी रोजगारमा घर परिवारमा मान्छेहरू त जानु भएको छ, घर परिवारमा सजिलो गल्थ्यो। अनि के सिकाउनु भयो तिनीहरूलाई? आज त धेरै कुरा सिकाए। के त्यो गाउँमा बनिरहेको छु, अनि त्यो विदेशी कुरा जग्गामा त जानु भएको छ, घर परिवार दाजु र छोरा अनि त्यस्तै घर परिवारको महिला सदस्यहरूलाई विदेशी कुरामा जाँदा के समस्या पैदा आइरहेको हुन्छ। त्यो कसैले हुन्डीबाट पैसा पनि पठाउँछ, कसैले अब नथाहा भएको मान्छेहरूलाई त के गर्नु, त्यो हात पैसा दिनेर हुन्डीबाट काम गरेर अनि अर्को आदमीलाई पहिला काम गर्थ्यो। अहिले अलिअलि धेरै सुधार भएछ, अलिअलि मात्रै बाँकी रहेछ अहिले। त्यस्तै कुराहरू आज सिकाएर आएको। अनि अब खास गरी आज के सुन्नु थियो क्या, डिप्रेसन प्राप्त भनेको के हो? के डिप्रेसन रेमिट्यान्स कसरी सदुपयोग गर्ने त्यो कुरा आज सिकाएर आएको। अब रेमिट्यान्स त हाम्रो गाउँघरमा सबैले त पाइरहेको हुन्छ, कसैको घरबाट विदेश गएको मान्छे त हुन सक्दैन। प्रायः जसो सबैको घरबाट त्यो विदेश गएर जम्मा एकजना गएको हुन्छ। अब त्यसरी पैसा आयो भने कसरी सदुपयोग गर्ने र कसरी के काममा खर्च गर्ने त्यो कुराहरू आज सिकाएर आएको। अनि एउटा सिलसिलामा कार्यक्रमको सिलसिलामा क्लास गराउँदैको सिलसिलामा एउटा त्यो फटाएको थियो क्या कम्प्लेटमा हामीहरूको किताबमा। उनी अब यस्तो काम गर्नु, अब 4 तला 10 तलाको बिल्डिङ भयो भने आदमी सेफ्टी नलगाएको हुन्छ। कतिपय त्यो कम्पनीहरू सेफ्टी नलगाएर काममा लगाएर काम गराउन लगाएर थालिदिन्थ्यो। आज के हामीहरूले के एउटा कुरा सिकायो अरे, अनि काम गर्ने बेलामा घर परिवारलाई पनि थाहा हुन्छ कि त्यो मान्छे 10 बजेदेखि 8 बजेसम्म ड्युटी गर्छ। त्यो त कुरामा घरको मान्छेलाई थाहा हुन्छ। तर केही मान्छेहरूले के अब नबुझ्ने खालको के गर्छ, काम गरिरहेको हुन्छ, मान्छे उता 10 तलामा चढिरहेको हुन्छ, घरबाट फोन आइरहेछ चचर दिइरहेछ, पैसा पठाइदियो मलाई, यो गर्दै त्यस्तै कुरामा अलिअलि त्यो धेरै कुरा सम्झाएर आएको त्यो कक्षाको सहभागीहरूलाई। अनि त्यस्तैमा अब के गर्न, कसैको घरमा समस्या हुन्छ, त्यति बेला कुनै घटना भइहाल्छ, त्यति बेला फोन गर्छ, उसलाई त पनि त्यो हेरेको भए फोन उठाऊ कि अब सेफ्टी बेल्ट हुन्छ, उताबाट झऱ्यो भने अब त मृत्यु हुन्छ। त्यस्तोमा त धेरै अप्ठ्यारो हुन्छ। त्यसै कारण त्यही कामहरू त्यो टचर नदिनु, यो सामान मलाई नल्याइदिनु, अनि छुट्टी भएको बेलामा राम्रो अलिकति त्यो गफ गर्नु, त्यो राम्रो कुरा हो। त्यही कुराहरू सिकाएर आज आएको। मान्छेहरूको कस्तो छ रियाक्सन त धेरै राम्रो छ सर, होइन? किनभने घाटा त आफैले लाग्छ। त्यसबाहेक त्यो जुन भिसाको 2 वर्षको कुरा छ, समयमा रिन्यू गर्ने होइन? समयसँग अब गाउँघरमा के हुन्छ क्या, अब एकचोटि श्रम गराएर जाँदा 2 सालको अवधि मात्रै हुन्छ। 2 सालभित्रमा गराउनु पर्छ त्यो श्रम स्वीकृति नवीकरण। अब गाउँ त्यो मान्छेहरू अब के भयो, पैसाको चक्करमा 2 साल 4 साल 5 साल 6 साल गरी त्यो काम गरिरहेको हुन्छ। उनीहरूको केही इन्सुरेन्स हुँदैन। नेपाल सरकारमा त केही इन्सुरेन्स, नेपाल सरकारले त केही अब गर्न सक्दैन, र विदेश सरकारले पनि केही राहत दिन सक्दैन। त्यसैमा के गर्नु, अब त्यही कुरा सिकाउनु हामीहरू भएको। अनि कहिले त्यो 2 सालमा आउँदा त घर परिवारलाई पनि त्यो भेटघाट भइहाल्छ, मिलामिली सबै कुरा भइहाल्छ। अब कतिपय गरेको त त्यही कुराहरू सिकाएर आएको। अनि 2 सालमा आऊ घर 15 दिन 1 महिना 2 महिना 3 महिनाको छुट्टी हुन्छ विदेशबाट, त्यहीमा घरमा परिवारमा पनि रमाऊ। अनि त्यसपछि नवीकरण गराएर त्यसपछि फेरि जाऊ, 2 साल कमाएर आऊ, त्यसबाट हामीलाई नै फाइदा हुन्छ नि। त्यही कुराहरू सिकाएर आएको। एउटा कुरा, मधेसको गाउँघरमा खास गरी तराईतिर मान्छे स्किल्ड म्यान पावर कम हुन्छ क्या।
मान्छे सिपविहीन मान्छेहरू विदेश गइरहेछ क्या हजुर त्यसको लागि सिपमूलक तालिमहरू किन नदिनुभएको तपाईँहरूले सर हामीहरूले त नदिएको त्यो पालिकाको जिम्मेवारीमा रहेछ हामीहरूले त काम गर्ने मान्छे अनि त्यो कसलाई के सेवामा समन्वय गराइदिने त्यो मान्छे काम सिपमूलक तालिम त हामीहरूको शाखामा छैन यस्तो पालिका पनि छ मध्य प्रदेश पनि छ देश पनि छ किनभने सिटिभिटीले पनि धेरै तालिम दिन्छ क्या डोजर अपरेटर इलेक्ट्रिसियन प्लम्बर टेलिकमको त्यो सिटिभिटीले पनि दिन्छ पैसा लिएर त्यस्तो तालिम यहाँको मान्छेहरूले किन लिँदैन कि थाहा छैन थाहा छ तर त्यो अस्ति नै त्यो 5 नम्बर वडामा त्यो इलेक्ट्रिकलको तालिम सम्पन्न भएछ अहिले वडा नम्बर 10 मा त्यो 10 नम्बर वडा कार्यालयमा त्यो भित्रमा हो त्यो एउटा ब्युटिसियनको लेडिजको तालिम चलिरहेको त्यो कक्षाकै सहभागी हाम्रो 4 जनाले अनि सबैलाई त मिल्दैन सबै वार्डबाट ल्याउनुपर्छ मान्छेहरूले अब कहाँ अब त्यो धेरै 5 नम्बरमा पनि आएछ 4 नम्बरबाट पनि त्यो सहभागी आएछ त्यसमा सहभागी गराएर ब्युटिसियनको तालिम एउटा महिलालाई पनि त्यसमा सामेल गराएर तालिम त्यो उता दिइरहेको छ रोजगार कार्यालयबाट त्यो सञ्चालन भइरहेको छ। धन्यवाद।